हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी मन्दिर जाँदैछौँ माथि। हेलो, भेटरको पाथी भएर मन्दिर जानु भनेर बिहानै रेडी भएको। हामी यहाँ दिदीलाई लिनु आएको छौँ। हाम्रो दिदी चाहिँ मन्जु दिदी उहाँ हुनुहुन्छ। उहाँ चाहिँ लास्टै ढिलो गर्नु भएर ढिलो भएको। ऊ चाहिँ मेरो सानो क्युट भदैनी हेलो भन्नु। भेटरको पाथी भएर मन्दिर जाँदैछौँ। उहाँ लास्टै लेट गर्नु भएर आज ढिलो भएको, नत्र भने हामी यतिखेर पुगेर पनि खाजा खाइसक्ने थियौँ। उहाँ दिदी मन्दिर हिँडेर अझै जतिखेर खाजा भोक त लागेको त लाग्यो नि हो। हामी को जाँदैछौँ भन्दा यता चाहिँ हाम्रो भेट हामी 4 जना चाहिँ स्कुटीमा। आज हामी भेटरको पाथी भएर मन्दिर जाँदैछौँ गाइज। ल है त अब जाउँ है त सबैजना मिलेर। झिकेर आउने अरे। आइपुग्यौँ नि भन्दा पनि हुन्छ। आउन लाग्यो गेटमा। ल अब बोर्ड देख्यो, त्यहाँ बोर्ड देखिरहेछ भेटेटर भनेपछि हामी भेटेर आइपुग्यौँ। गाडीको चाप यस्तो धेरै छ। हामी बामे सर्दै जाँदैछौँ। आज शनिबार भएको कारणले गर्दा यस्तो भिड हो। माला जत्तिकै छ गाडी त, यस्तो छ अगाडिदेखि यहाँ। हामी पछाडि पनि गाडी छ। आज शनिबार भएकोले गर्दाखेरि फाइनली हामी चाहिँ भेटेर आइपुगेको छौँ। अब हामी यहाँबाट माथि भएर मन्दिर यहाँबाट नेक्स्ट लाग्छौँ। तर हामी गेटमै र चोकमै चाहिँ आइपुगेको छैनौँ। यहाँ बामे सर्दै जाँदैछौँ। बल्ल खुला रोड आइपुग्यो। चोकबाट चाहिँ हामी लेफ्ट लाग्नेछौँ। यहाँबाट चाहिँ हामी मन्दिर जानको लागि लेफ्ट लाग्नेछौँ। हाम्रो दिदीरा भेना चाहिँ कहाँ पुग्नुभयो? दिदीरा भेना चाहिँ यहाँ आएर रोकिँदै हुन्छ। जाउँ है। यहाँ चाहिँ बाटो यस्तो पो रहेछ त हो। कहाँ चाहिँ कसरी पुग्नुहुन्छ होला? मेरो सर पक्रिँदै दिदी गाडीमा चाहिँ यहाँसम्म मात्रै आउनु मिल्छ। अनि यहाँदेखि चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ। यहाँ दिदी खपिङ दिनु न। यहाँबाट चाहिँ अब हिँड्दै जान्छौँ। आमलाई गएको एम गिने
आमा लिनुहोस्। हामी चाहिँ यसरी हिँड्दै जाँदैछौँ यतिखेर। आज चाहिँ यस्तो भिड छ, मलाई यति भिड पनि थाहा पाएकै थिएन हो। तर यो अब असार अन्तिम भएर साउनमा चाहिँ पूजा हुँदैन भनेर चाहिँ यस्तो भिड हो भन्ने कुरा सुन्दैछु। यस्तो भिड छ। मलाई थाहै थिएन हौ यस्तो भिड चाहिँ अहिलेसम्म। ल देउरालीलाई नमस्ते गर्नु दिदी, ढोक्नु। मैले पनि ढोकेँ। मलाई पनि दिन्छ। हामी चाहिँ पालो पर्खिँदैछौँ। यहाँ यो किन्नु पनि यस्तो भिड छ कि, फुलहरू किन्नु पनि यस्तो भिड छ। हामीले चाहिँ फुलहरू यहाँ धुपबत्ती लियौँ, यसरी ढाकीमा राखेर रेडी गर्नुभएको हुन्छ। अनि मेरो पनि पैसा लिनुहोस् त। ल देब्रे हातले भयो, सरी। अनि यस्तो भिड छ आज चाहिँ यहाँ, यस्तो भिड छ। अनि पानी परिरहेछ। आज चाहिँ भेरेटारको पाथी भएर मन्दिरमा चाहिँ यस्तो भिड छ। यसरी लाइन लागिरहेको छौँ हामी। मेरो पनि लाइन यहाँनिर हो, यहाँ खाली भएको ठाउँमा चाहिँ मेरो लाइन हो। मेरो फुल चाहिँ यहाँ दिदीले समातिराख्नु भएको छ। अनि तलसम्म छ, अझै तलसम्म छ। हाम्रो पालो कहिले आउने हो? यहाँ माथि हामी कहिले पुग्ने हो? मन्जु दिदी चाहिँ कहाँ पुग्नु भयो? छेत फलिनु भएछ। सानो मान्छे डल्ली मान्छे हराउनु भएछ। म यहाँ चाहिँ जुका रहेछ। यहाँ जुका हिँड्दैछ। अब यो जुकाले त भेट्यो भने टोक्छ। जुका पनि रहेछ मन्दिरमा। जुका रहेछ। अहिले चाहिँ मन्जु देखिएछ है। मन्जु देखिएछ कि अहिले चाहिँ। उता फर्केर सेतो लुगा लाउने चाहिँ मन्जु हो। सेतो कुर्ता लाउने चाहिँ मन्जु। उतै फर्किगएको छ, यता हेरेकै छैन। मन्जु कतिजनाको नाम मन्जु होला, फर्केर हेरेन। उनीहरूको चाहिँ आइपुग्नु आँट्दैछ। ऊ बल्ल 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 फर्क्यो। कपाल मिलाउँदैछ। ऊ चाहिँ मन्जु हो। यो जुम गर्दा अलिकति मेरो क्यामेराले भेटेन रहेछ। यहाँको पाथी भेरेटारको पाथी भएर मन्दिरमा कति धेरैचोटि आइसक्यो। तर मैले आजै माथि यस्तो भिड चाहिँ आजै माथि थाहा पाएको। कहिल्यै थाहा पाएको थिएन यस्तो भिड चाहिँ। बल्ल 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 मन्दिरमा चाहिँ आइपुगेको छौँ। बामे सर्दा गरेर यस्तो भिड छ। अहिले कति बज्यो? अहिले लगभग 12 बज्न आँटिसक्यो। र पनि यस्तो भिड थियो। बिहान झन् कस्तो थियो होला भिड। बल्ल 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 यहाँ आइपुगेको छौँ। अब पूजा गर्नेछौँ। अब राख्ने उयो गरौँ न दिदी। ल ल ल हामी चाहिँ फाइनली पूजा सकेर घर फर्किँदैछौँ। बिहानदेखि केही खाएको छैनौँ। खै ऊ दिदीले चाहिँ ढिलो गरिदिन्छ, खानुभयो जस्तो छ। भक्कु खाएर आएको। मैले र हाम्रो दिदीले चाहिँ जिस्काएको हो दिदीलाई। यसो जाने भने जाउँ न। सेक्का त बनाइहाल्छ नि। वेलकम ब्याक। अब बाटो अप्ठ्यारो भने जानु पऱ्यो नि। ल फेरि पनि मेरो भ्लगमा स्वागत छ सबैजनालाई। अब मन्दिरको पूजा गरेर सकिसकेपछि चाहिँ हामी नाम्ची जाने प्लान गर्दैछौँ। अब मन्दिर पनि मिठो टक्क
छक्क परेको सेकुवा। थाहा भइहाल्नु भयो के को लागि भनेर। तर बाटो चाहिँ बिग्रेको छ भनेर अस्ति नै भनेको सुनेको थिएँ है। आफू त गइँदैन पनि। अब अहिलेको अवस्था चाहिँ के छ बाटोको। कहिलेकाहीँ चाहिँ यसरी दिदीहरूले लानुभयो भने जाउँ भन्नुभयो भने जाने हो म चाहिँ। नत्र भने घरमै थन्केर बस्ने हो। मेरो जिन्दगी यत्तिकै बित्ने रहेछ भरिलै। तर आज दिदी भेनाजुहरूसँग यसरी आउँदाखेरि रमाइलो भइरहेछ, नौलो फिल भइरहेछ उहाँहरूसँग यसरी। मतलब दिदीहरूसँग त हिँडिरहेको, भेनाजुसँग हिँडेको चाहिँ यसरी हिँडेको थिइनँ। भेनाजुसँग हिँडेर चाहिँ रमाइलो भएको क्या आज चाहिँ। तर हाम्रो भेना कहाँ पुग्नुहुन्छ हिँड्दै हुनुहुन्छ दिदीबहिनी। दिदीबहिनीहरू यता हेरिदिनुहोस् त। ब्युटिफुल मन्जु, ब्युटिफुल अन्जु। हामी के खाने हो आज? ए भोक चाहिँ लागेको छ कि छैन? ल भोक चाहिँ लागेको छ कि छैन? है मलाई त लास्टै लागेको छ। ल दिदी भोक लागेको छैन अरे? ओ भाउ ज्ञानी रहेछ त हौ। हिजो बेलुका खाना खाइएन हो? हाम्रो दिदी चाहिँ भात खानुहुन्छ र मात्रै, नत्र भने त ऊ देउतै हुनु थियो त। ऊ त मासु पनि खानुहुन्न, ऊ अगाडि नै जाँडस पनि खानुहुन्न। अहिले भोक पनि लागेको छैन हुन्छ यतिसम्म हुन्छ या? के भोक होला? मेरो मात्रै हुन्छ कि सबैको हुन्छ? अब पुरा भिडियोको बनाइरहेको छु, बोलिरहेको छु होइन। अब भन्ने नभन्ने कुराहरू बोलिरहेको छु, भनिरहेको छु। तर के भयो भने रेकर्डै गरेको थिइनँ रहेछु, क्लिक नै गरेको थिइनँ रहेछु। अनुहार अगाडि देखेपछि ल भिडियो भइरहेको छ भन्ने भइरहेको रहेछ, छैन रहेछ भरे त। यस्तो खालको गयो मेरो टाइम, गयो मेरो मेहनत, गयो सबै कुरा गयो। ल यो चाहिँ पाथिभरा जाने बाटो हो। यस्तो राम्रो छ, मान्छेहरू टिकटक बनाउँछ। अघि चाहिँ एकदम धेरै भिड थियो, अहिले चाहिँ खुल्ला छ। हामी चाहिँ मन्दिरबाट फर्किरहेको छौँ। अनि शीतल छ, हुस्सु लागिरहेको थियो। अघि त सिमसिम पानी पनि परिरहेको थियो, अहिले चाहिँ पानी रोकेको छ। मन्दिरमा पुग्दा चाहिँ बब्बाल पानी पर्यो, तर अहिले चाहिँ ठिक छ। अनि हुस्सु लागिरहेको छ यतिखेर। अनि मलाई चाहिँ हुस्सु मनपर्छ, मन नपर्नेलाई चाहिँ मन पर्दैन। वरिपरि चाहिँ देखिँदैन, केही पनि देखिँदैन। तर मलाई चाहिँ हुस्सु लास्टै मनपर्छ। हामी चाहिँ मन्दिरबाट फर्किँदैछौँ। फर्किँदाखेरि बाटोको वेदर चाहिँ यस्तो राम्रो छ। यहाँ चाहिँ आर्मी क्याम्प रहेछ, आर्मी ब्यारेक भन्छ होला सायद। अनि यहाँ यस्तो राम्रो सफाइ छ। विशेष गरेर यहाँको मौसम चाहिँ यस्तो दामी छ। वाउ, यो बोकेर अलिकति बोकेर लानु पाएछ नि त धरानमा, मजा आउने थियो। राख्दै अलिअलि युज गर्ने थियो। अनि उहाँहरू सबै मन्दिरबाट पूजा गरेर फर्किनु भएको छ, भक्तजनहरू हुनुहुन्छ। आज चाहिँ लास्टै भिड थियो। अनि अर्को कुरा नि, यहाँ चाहिँ के छ भने ला यहाँ कस्तो चप्पल झरेछ बिचरा। एउटा चप्पल दिदीको खुस्किरहेछ, लगाएर गएको हुन्थ्यो एउटा चाहिँ। अनि सबैभन्दा चिसो हुने ठाउँ चाहिँ यहाँको यो है। फेरि मन्दिर जाँदा बाटोमा दिदी यहाँ हो क्या भन्दा बब्बाल चिसो हुन्छ। अघि पनि मैले जाँदा भनिनँ सबैभन्दा चिसो यहाँ हुन्छ भनेर। यहाँ चिसो हुन्छ, बब्बाल चिसो हुन्छ यहाँ।